हेलो गाइस, गुड आफ्टरनुन। यहाँ हेर्नुस् न गाइसहरु, म चाहिँ यस्तो बाटो सुपारी बगान, यो चाहिँ हाम्रो आसाममा हो। हेर्नुस् न, सुपारी बगान हाम्रो चाहिँ यहाँ तामुल बगान भनिन्छ हो। यस्तो बाटो छ, बर्खाले हिँड्नु नसक्ने, चारैपट्टि तामुलको बगानै बगान। कत्रो कत्रो बगानहरू छ, हेर्नुस् चारैपट्टि। हेर्नुस्, तामुलको बगानै बगान। बाटो छ यस्तो चिप्लो हो। एकखेप लडेपछि चाहिँ के हालत हुने हो मेरो, सोच्नै सकेको छुइनँ हो। हेर्नुस् बाटोको हालत। यता पनि बगानै बगान, निङ्ग्रो फलेर। हेर्नुस् न, निङ्ग्रो घारी कति हो कति। यता पनि बगान। हेर्नुस् है, यहाँको रमाइलो लाग्ने भनेको चाहिँ हाम्रो यताको चाहिँ खालि यही तामुल बगान हो। यता हेऱ्यो तामुल बगान, उता हेऱ्यो तामुल बगान। यहाँ हाम्रो आसाममा चाहिँ यस्तै हो। आसाम दादघारी हात्तीसार गेलेफु भुटान बोर्डरको नजिकै हो। हेर्नुस् न, निग्रो त कति छ कति छ। मान्छेहरूले कति ठाउँ निग्रो नपाएर कति कति दाम लगाएर किनेर खानुहुन्छ। हाम्रो त यहाँ चारैपट्टि बगानै बगान। यहाँ त मान्छेले खाइ नसकेर सुँगुरलाई चारो बनाएर पनि दिने गरेको रहेछन् मान्छेहरूले हो। यहाँ त यस्तो पो छ है। सुँगुर भन्ने बित्तिकै सुँगुर त उहाँ हेर्नु न, पुर्लुङ पुर्लुङ भुइँतिर सुतिराखेको रहेछ। हालत पातला हुन्छ। यहाँ हेर्नुहोस् न साथीहरू, सुँगुर। यस्तो सुँगुर पालन हो। अन्त बिचबिचमा कोलाको बगान। यहाँ म चाहिँ यहाँ आइपुगेँ हो। यत्रो बगानको बिचमा दुईटा मात्रै घर। हेर्नुहोस्, खालि तामुल बगान। मच्छरको घारी पनि रहेछ नि त फेरि, बगान बेसी भएर। यहाँ त कस्तो राम्रो फुल फुलेछ नि हौ। यहाँ हेर्नुहोस् न, रोज फुल कस्तो राम्रो। यता निरकमल फुलेको रहेछ हो, गमलामा फुल। कस्तो मान्छे भन्ने एउटै देखिँदैन। यता पनि रहेछ, यता चाहिँ मान्छे रहेछ। ल त गाइस, यति भन्दै यहीँ समाप्त गर्न चाहन्छु। मन परे लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला। ल त बाई बाई।